ल अब चाहिँ 3 2 1 गो ल छिटो 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 ल गाइजहरु एकदम घमासान हुँदैछ आन्टीले जित्नुहुन्छ जस्तो छ कहिले जित्छ हेरौँ है एक एकवटा त सँगै सकिसक्यो छिटो 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 यो त खोइ जित्छु भन्ने केही आशै छैन छिटो आउँछ ल ल ल ल हाँसेर टाइम वेस्ट नगरौँ छिटो छिटो खोइ त छिटो 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 अब छिटो छिटो खानु पर्यो हाँसेर टाइम वेस्ट हुँदैछ है यहाँ घरबेटी आन्टीको यहाँ मम्मीले अब बाजी मार्न आँटिसक्नुभयो जस्तो छ छिटो 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 है गाइजहरु घरबेटी आन्टीकोमा खोइ अझै 5वटा छ जस्तो छ मम्मीकोमा 4वटा भयो छिटो 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 कम्पिटिसन यसरी हार्न पाइदिन खेललाई अन्तिम रुस ल गाइजहरु घरबेटी आन्टीलाई अलि हम्मे हम्मे हुँदैछ कम्पिटिसन त गाह्रो बना है साउनी ल मम्मीले सानो मुखमा कपडा उहाँले यहाँ चिटिङ गरेर आफ्नो भएको एउटा हालिसक्नु भएको छ यसको साथ साउनीको दुईटा छ मेरो मात्रै एउटा चिटिङ नगरिकन मम्मीले जितिसक्नु भएको छ भने चिटिङ पश्चात चाहिँ दुईटा अझै मम्मीकोमा बाँकी छ ल त्यो लास्टको एउटा चाहिँ आन्टीले नै खानुहुन्छ धेरै साउनी कराईबाट खाऊ कराई पनि देखाए नानी यता चाहिँ हाम्रो अझै सेटअप नै छ हाम्रो अर्को कम्पिटिसन आइन्छ ल फाइनली दुईजनाले सक्नुभयो र यसमा विनर विजेता चाहिँ यसरी ढकाल हुनुभएको छ